सबैजनालाई मेरो युट्युब भिडियोमा स्वागत छ र तपाईहरुलाई आज चाहिँ मैले देखाउन लागेको छु एकदमै फिनिशिङ नौगेडी। यो नौगेडी चाहिँ तपाईको प्योर 24 क्यारेट गोल्डमा प्योर 24 क्यारेट सुनमा बनेको छलाल 3 पोइन्टको नौगेडी हो र 3 सेट नै छलाल 3 पोइन्टमा रेडी भएको छ र तपाईहरुले हेर्न सक्नुहुनेछ। यो चाहिँ पसल लान लागेको तिलरीहरु, यो नौगेडीहरु अनि यहाँ पनि छ तिलरी हेर्न सक्नुहुनेछ र तपाईले हेर्न सक्नुहुनेछ। एकदमै दामी फिनिशिङ बनेको छ र यो नौगेडी चाहिँ एकदमै स्पेशल बनेको छ। छलालमा बनेको नौगेडी अलिकति बडी भएको छ है, तपाईले हेर्न सक्नुहुन्छ। एकदमै फिनिशिङ छ र यस्तै नौगेडीहरु तपाईलाई तिलरी चाहिन्छ भनेदेखि प्योर 24 क्यारेट सुनमा तपाईहरुलाई चाहिन्छ भनेदेखि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ र मैले सम्पर्क नम्बर चाहिँ युट्युबको प्रोफाइलमा राखेको छु र तपाईले हामीलाई कमेन्ट पनि गर्न सक्नुहुनेछ र कन्ट्याक्ट गर्न सक्नुहुनेछ। यहाँ पनि बनेको छ 8 लालमा, यो चाहिँ नौनेको, अनि यहाँ बनेको छ तपाईको छलालमा बनेको छ। यो चाहिँ एकदम ठुलो साइजमा पातलो साइजमा बनेको छ। यो चाहिँ तपाईहरुलाई म भन्न चाहन्छु चाँदी सपोर्ट चाहिँ हैन, हेर्नुहोस् यो चाहिँ प्योर 24 क्यारेट सुनमा बनेको हो। यो चाहिँ तपाईको एकदमै मेहनत गरिएको छ यो नौगेडीहरु चाहिँ। अनि अहिले चाहिँ बजारमा छ्यापछ्याप्ती चाँदी सपोर्ट नौगेडी, तिलरी, चुरा, हँसुली एकदमै धेरै आइराखेको छ। तपाईहरु नझुकिनु होला। यो चाहिँ हाम्रो चाहिँ प्योर सुनमा बनेको सामानहरु हो र तपाईले कन्ट्याक्ट गर्न सक्नुहुनेछ र यस्तै भिडियो तपाईहरुलाई चाहिन्छ भनेदेखि यस्तै भिडियोहरु तपाईले हेर्न सक्नुहुनेछ मेरो च्यानलमा। त्यसको लागि तपाईले सब्स्क्राइब गर्नुपर्नेछ, लाइक शेयर कमेन्ट गरिदिनु होला। अनि मैले चाहिँ 1000 सब्स्क्राइबर पुर्याउनको लागि कोसिस गरिरहेको छु, तपाईहरुले सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू।